कक्षा 10 को रमाइलो भ्रमण अध्ययन अवलोकन भ्रमण शैक्षिक भ्रमणमा जाँदैछौँ। आज 2082 साल कार्तिक महिनाको 1 गते। यो हाम्रो टिभी भ्यान हैन त? टिभी भ्यान। हाम्रो गाडीहरु सब लाइनमा छ। On the way to पृथ्वी चोक। On the way to पृथ्वी चोक है। अब यहाँबाट स्याङ्जा हुँदै हामी काम टल्क्यो। खाइलौँ ओ गाइजहरु हेलो कोछ यहाँ कोछ ओइ भट्टराई बाबु रवि सर्भिङ द खाजा भालु पहाडमा खाजा केटाहरूले खाँदैछ नि। सोनिसा आइसक्यो नि हराइ भने कि त ल हामी अहिले गल्याङ लगभग गल्याङ आइपुगे हौँ। चिउरी गल्याङको चिउरी गल्याङ नगरपालिका 8 नम्बर। आज चाहिँ यो पुल तरिएन। हजुर हजुर आज यो पुल तरियो। हामी कालीगण्डकी ड्यामको परिसरमा छौँ। योपालि आउँदाखेरि अहिले ड्याम नथुनेको कारणले गर्दाखेरि खासै पानी रहेनछ र अहिले हाम्रो यो स्टिमर चढ्ने धोको चाहिँ अधुरै रह्यो। त्यसपछि हाम्रो विद्यार्थीहरू होटलमा खाना खानको लागि लामबद्ध भएका छन्। यो हाम्रो स्वर्णिम मुख बुझ्दैछन्। हाम्रो अपेक्षा कति बेला भात खान पाइन्छ भनेर टोलाएर बसिछन् हाम्रो ग्लोबल कलेजिएटका स्मार्ट विद्यार्थीहरू। आवर स्टुडेन्ट्स आर गिभिङ द ह्याप्स। हाउ इज द टेस्ट अफ योर फुड? नाइस फर यु सर। फर यु गाइज एन्ड योपालि चढ्न पाइएन होइन सर? हजुर ए ल हाम्रो यहाँ योपालि चाहिँ रवि सर म त को रहेछ साउजी भन्न ठानेको त। हो यो ल है हरि सर आरो द वेटर ए पुल नहल्लाम ल अहिले हामी कालीगण्डकी हाइड्रो पावर प्रोजेक्टमा छौँ। अहिले त्यो पुल तरेर गएपछि हामी अहिले करिडोर समात्छौँ। त्यो बायो इन्जिनियरिङ पऱ्यो त्यो कालीगण्डकी करिडोर हो। कालीगण्डकी त्यहाँबाट नदी खसेर गएको छ उता बगेको छ भने यहाँ चाहिँ ड्याम बनाइएको छ। यो ढोका बनाएर अनि यहाँबाट टनेलमा लगेर छिराइएको छ है। कालीगण्डकी नदी सतहभन्दा पनि धेरै तल छौँ हामी अहिले। विद्यार्थीहरू त्यो माथि उक्लिरहेको छ। हामी नदीको सतहभन्दा पनि तल आयौँ। बेसर माथि आउँदै हुनुहुन्छ। धेरै गहिराइमा आछौँ हामी। अब मौसमले पनि साथ दिएको छ। बादल लागेको छ। 3वटा जिल्ला जोड्ने पुलहरू हाम्रो यहाँ सबै बसहरू आएर यसरी यहाँ लाइन लागेको छ। विद्यार्थीहरू बिस्तारै झर्दैछन्। र बिन्दु सर हामी अहिले 2 बजे ठ्याक्कै यहाँ आइपुगेका छौँ। हजुरको विचारमा टुर कस्तो भइरहेको छ? इन्जोयबल बच्चाहरू इन्जोय गरिरहेछन् नि होइन? आनन्द मानिरहेछन्। अब किताबी ज्ञान मात्र नभएर आफै वर्माजीको मूर्ति त्रिशूल। अहिले हामी त्यो पारी देखिएको मन्दिर ऋषिकेश मन्दिर पनि हामी जान्छौँ है। रवि सर सबै ठिक छ नि होइन? हामी यो तिनमुखे पुलमा छौँ अहिले। यो यसको जियोग्राफी यस्तो छ। यहाँको जियोग्राफी यस्तो छ।
उता गएपछि कता गयो पाल्पा स्याङ्जा गुल्मी रुरु क्षेत्र होइन है हामी उता जाने होइन है उता जाने होइन त्यो पुलबाट आउँदैछन् यसरी त्यहाँ पारिराखेको छौँ यो रुरु क्षेत्र ओ आबद्ध कहाँ स्याङ्जामा बसेको हामी अब पाल्पा जाने हो जियोग्राफी त हेर्नु पऱ्यो नि त ओ कतिवटा जिल्लाको बिचमा रहेछौ तिमीहरू 3टा जिल्लाको बिचमा रहेछौ हसी भन्छन् केटाहरू त्यहाँबाट ऋषिकेश जाने मन्दिर विद्यार्थीहरू यसरी छिटो ट्रक आइरह है ऋषिकेश मन्दिर परिसरमा छौँ यहाँ हरेक वर्ष हामीले गत वर्ष विद्यार्थीहरू लिएर आइरहेको छ। ल जुत्ता फुकाल्नलाई अप्ठ्यारो मान्नु पर्दैन यसो फुकाल्ने दर्शन गरेर आउने हेलो गुड ओरिजिनल गुड ल ओरिजिनल गुड सुगर ल सुगर भएकोले खाना मिल्ने चिया छा खाने हामी अहिले रानी महल परिसरमा छौँ 1954 खड्ग शमशेरले आफ्नी रानीको सम्झनामा बनाएको यो रानी महललाई नेपालको ताजमहल पनि भनिन्छ हाम्रा विद्यार्थीहरू वहाँ माथि पुगिसकेछन् हाम्रो बिन्दु सर त्यहाँ हुनुहुन्छ 2082 सालको रानी महल भ्रमण पनि अब सम्पन्न गरियो कालीगण्डकीको धौलागिरी अरूको आज रहेछ भेट हुन हिजै लाग्थ्यो झल्को हाम्रो यहाँबाट माछा पुछेर के धौलागिरी झन् आउँदै देख्छ ल हाम्रा विद्यार्थीहरू हाम्रा यता नानीहरू यता हो यता आउने हो यतापट्टिबाट देखिन्छ यताबाट जाने यो त यति हेर्नलाई मान्छे कहाँदेखि आउँछन् बाबु यति हेर्नलाई होइन उहाँ गएर पर्खिने हो म्युजियममा ल है एभ्रीबडी ल अब बसमा जाऊँ अब यति ल अब सम्पूर्ण विद्यार्थीहरू बसमा जाऊँ ल अहिले हामी पाल्पा पुगिसकेका छौँ अब आज हामी पाल्पाको दरबार सङ्ग्रहालय हेर्ने तर्खरमा छौँ त्यहाँ बेसर चाहिँ टिकट लिन जानु भएको छ यहाँ तानसेन भनेर लेखिरहेछ त्यसपछि हामी अहिले दरबार सङ्ग्रहालय पाल्पा दरबार सङ्ग्रहालयमा छौँ हामी ल बोइजहरू पनि लाइनमा बस्छ गर्ल्सहरू पनि लाइनमा बस्छ हामी दुईटा लाइनमा गएर हेर्छौँ ल है विद्यार्थीहरू अब होटल पौवामा अहिले बोइजहरूको डिनर चल्दैछ सुपर बेलुकाको खाना यहाँ पनि केटाहरूले लगभग अब खाइसक्न यहाँ केटाहरू छन् बसिरहन् हाम्रो सरहरू यहाँ खाना खाँदै हुनुहुन्छ यहाँ खाना खाने कार्यक्रममा छन् सबजना एकदम शान्तपूर्वक बसेर खाना खाइरहेको छन् अहिले हामी होटल पौवामा
साँझको 8:15 बजे खाना खाने कार्यक्रममा नानीहरू एकदम ओहो पुरा राउन्ड टेबलमा बसेर दे आर इन्जोइङ अ लट। हाम्रो जमानामा चस्मा आँखामा लाइन्थ्यो, अहिलेको जमानामा चस्मा भनेको टाउकामा लाउने चिज हो। ब्रेकफास्ट 8 बोतल पौवा। अब हामी ब्रेकफास्ट खाएर अब हामी निक्लिन्छौँ। सरहरूसँग गहन विषयमा छलफल गर्दै हुनुहुन्छ। स्याल दौडेको अब बिचरा यस्तै हो नि। अब त कहाँ दामी रहेछ लौ, किराहरू पनि टिपेर खाने रहेछ। राजा मणिमुकुन्द सेनको दरबारको भग्नावशेष। मणिमुकुन्द सेन उद्यान र सानो चिडियाघरभित्र हामी यहाँ प्रवेश गऱ्यौँ। विद्यार्थीहरू यहाँभित्र घुम्न गइरहेका छन्। अब हामी एकछिन यहाँ विद्यार्थीहरूलाई कुरेर अनि फर्किन्छौँ। यो रेसुङ्गा पार्टी प्यालेसमा विद्यार्थीहरूलाई खाजा खुवाउँदैछौँ। रेसुङ्गा पार्टी प्यालेस गत वर्ष पनि यहीँ खुवाएको हो। केटाकेटीहरू यहाँ लाइनमा बसिरहेका छन् खाना खानको लागि। नारायणी ठिक छ। हाम्रो घरमा दिएको सेती नदी पनि यसमा मिसिएको छ है। अनि हेर है, यो ब्यारेज छ नि, यो ब्यारेजको नाम हो गण्डक। नेपालको पहिलाको फर्स्ट इलेक्टेड प्राइम मिनिस्टर बिपी कोइरालाको पालामा हुनुपर्छ। त्यहाँ हेर्ने, अहिले त्यहाँको शिलालेख हेर्ने, त्यो डिटेल त्यहाँ छ। यो नहर बनाइयो, देखाउने यता हो। यो नहरको पानी यता यो मैले सुनेको यता यो बिहार साइडतिर जान्छ अरे हगि, अनि उता भएर युपीतिर जान्छ अरे। अनि त्यसको त हाइड्रो पावर पनि इलेक्ट्रिसिटी पनि निकालेको छ त्यसको, होइन? अनि यहाँबाट यो सुस्त भन्ने ठाउँ हो कि यहाँबाट तल पर्छ। त्यो डिस्प्युटेड ल्यान्डको बारेमा अब अध्ययन अनुसन्धान तिमीहरू अब अहिले भन्दा पनि भविष्यमा फेरि त्यो तिमीहरूले अध्ययन गर्दै जाऊ। त्यहाँबाट तिमीले के भेटाउँछौ त्यो गर्न सकिहाल्ने नै भइहाल्यो है। अनि यो एग्रिमेन्टको बारेमा तिमीहरूले पढ्न सक्छौ। त्यो भएर हुन्छ है। त्रिवेणी भनेको त 3टा नदीको समूह आउँछ। अनि त्यो मिसिएपछि अर्को नाम बन्छ नि, अनि त्यहाँ 3टा नदी भयो क्या, होइन त? यताबाट रामको सीता भैँसा लोटन विभिन्न एरियाहरू छ। हामी अहिले जान पनि मिल्छ है। धेरै गण्डकी अनि यो माघे सङ्क्रान्ति मेला लाग्छ, तिमीलाई थाहा छ है? हामीले आइटनरी बनाएको बमोजिम त्योभन्दा पनि अझ केही थपथाप गरेर हामीले यो यात्रालाई एकदम फलदायी र रोमाञ्चक बनाउने प्रयास गरेको छौँ। अब यसको महसुस तिमीहरूलाई भएको छ कि छैन? हामी व्यक्तिगत रूपमा भन्ने भन्दैन, हामी 15-16 पटक पनि आइसक्यौँ। यो अहिलेको हेर्ने गरिरहन्छ। अनि रुट मात्रै नयाँ होइन, रुटको साथसाथमा हामी त्यहाँ गयौँ। त्यहाँबाट हामी खाना खाएपछि सुस्ता गयौँ। त्यो भिजिट गरेर आएपछि हामी सुनौली गयौँ। बोधी रेड सन होटलबाट आज हामी अहिले 8 बजे। अब आज हाम्रो टुरको अन्तिम दिन होटलबाट निक्लिँदैछौँ। अब हाम्रो यात्रा लुम्बिनीतर्फ अगाडि बढ्छ।
र लुम्बिनी घुमेर खानाहरू खाइसकेपछि त्यसपछि हामी चाहिँ अनि आज पोखरातिर लाग्छौँ। पहिलाको वर्षहरूमा हामी लुम्बिनी सकेर सौराहा पुग्थ्यौँ भने यो वर्ष दाउनेमा भएको बाटोको खराबी र मुङलिन र नारायणघाटको बिचमा पहिरो गइराख्नेका कारणले गर्दाखेरि त्यो रुटलाई अहिले यो वर्षलाई हामीले छोट्याएका छौँ। हाम्रो हरि सर पनि अब घर जान एकदम आतुरी मान्ने हुनुहुन्छ। तिहार मान्नको लागि लुम्बिनीको लागि प्रस्थान गऱ्यौँ। केटाहरू नाच्न जाऊ ल, नाच्न जाऊ हो ल। हरि सर नजाउनुहोस् त यसलाई, काले दाइलाई नजाउनुहोस्। गुड ल, नाच्न बोधी रेड सन होटलबाट आज हामी अहिले 8 बजे अब आज हाम्रो टुरको अन्तिम दिन होटलबाट निक्लिँदैछौँ। अब हाम्रो यात्रा लुम्बिनीतर्फ अगाडि बढ्छ र लुम्बिनी घुमेर खानाहरू खाइसकेपछि त्यसपछि हामी चाहिँ अनि आज पोखरातिर लाग्छौँ। पहिलाको वर्षहरूमा हामी लुम्बिनी सकेर सौराहा पुग्थ्यौँ भने यो वर्ष दाउनेमा भएको बाटोको खराबी र मुङलिन र नारायणघाटको बिचमा पहिरो गइराख्नेका कारणले गर्दाखेरि त्यो रुटलाई अहिले यो वर्षलाई हामीले छोट्याएका छौँ। हाम्रो हरि सर पनि अब घर जान एकदम आतुरी मान्ने हुनुहुन्छ। तिहार मान्नको लागि बोधी रेड सन होटलबाट हामी अब लुम्बिनीको लागि प्रस्थान गऱ्यौँ। ल, मायादेवी मन्दिर 2082 सालको ब्याचलाई हामीले मायादेवी मन्दिरको दर्शन गराइसक्यौँ। मायादेवी मन्दिर र त्यहाँ अशोक स्तम्भ अब लैजान्छौँ। विद्यार्थीहरूलाई चाहिँ अहिले हामीले देखाइसकेका छौँ। त्यहाँ अब एकजनाको मोबाइल खोसिएको छ, त्यो मोबाइल फिर्ता आइसकेपछि अनि हामी फर्किन्छौँ। अनुशासन भनेको जहाँ पनि महत्त्वपूर्ण कुरा हो भन्ने कुरा उनीहरूले जनाउँछ, नत्र दुःख पाइन्छ जिन्दगीमा पनि। अहिले हामी अशोक स्तम्भबाट अब जुत्ता लगाउन गइरहेछौँ। हिसाबका खुट्टा खाली छन् यहाँ। शान्तिद्वीप र यहाँबाट सिधा उता शान्ति स्तूप छ। यो द्वीप कहिले पनि निप्दैन भन्ने विश्वास गरिन्छ, तर वैज्ञानिक हिसाबले यो कुरा सत्य होइन। वैज्ञानिक हिसाबले यहाँ कहीँबाट ग्यास ल्याइएको छ र यो बालिएको छ। विद्यार्थीहरू शान्ति स्तूपमा उहाँ अब त्यो हामी गाडी चढ्छौँ र आफ्नो फेरि अरू गन्तव्यतर्फ लाग्छौँ। लुम्बिनी परिवेश विभिन्न देशहरूले बनाएका बौद्ध गुम्बाहरू यहाँ अवस्थित छन्। हामी त्यहाँ नेपालले बनाएको स्तूपबाट घुम्न सुरु गर्दैछौँ। यसरी विभिन्न खालका विभिन्न स्ट्रक्चरका बौद्ध गुम्बाहरू बौद्ध शान्ति क्षेत्रमा लुम्बिनी शान्ति क्षेत्रमा बनेका छन्। यो अर्को स्तूपा रहेछ, 1000 टेम्पल। यहाँ बुद्धको एउटा मेन मूर्ति छ अनि त्यसपछि बुद्धका 1000वटा मूर्तिहरू, सानो मूर्तिहरू यसरी टाँसिएको छ। यसलाई हामी 1000 टेम्पल भनेर भन्दो रहेछौँ। ओ बोइजहरू, ल हाम्रा विद्यार्थीहरू फर्केर आइसकेका छन्। ल है, अब हामी बोटिङमा छौँ। एकदम विद्यार्थीहरूलाई बोटिङमा चढाइरहेका छौँ। हामी गइरहेछौँ है। शान्ति स्तूप हाम्रो विद्यार्थीहरू बोट चढेर अब लुम्बिनीमा सैर गर्दैछन्। कालीगण्डकीमा हामीले बोट चढाउन पाइएन, त्यही भएर त्यसको सट्टा हामीले यहाँ यिनीहरूलाई बोट चढाइराखेको छौँ है। लुम्बिनीमा सर तल त्यो है
अहिले बत्ती बलिरहेको थियो नि हो त्यो ठाउँमा पुगेर सर्र तिमीहरू फर्केर आउँछौ इन्जोय द मोमेन्ट पानी फोहोर छ पानीमा हातसात नलगाउने है इट्स अ डर्टी वाटर सो डोन्ट टच द वाटर यो श्रीलङ्कन धर्मशालामा हामी यहाँ खाना खाइरहेछौँ आज चाहिँ हामी एकदम सादा खाना खाइरहेछौँ विद्यार्थीहरू लाइनमा छन् अहिले लगभग 1 बज्यो अब खाना खाएर हामी चाहिँ पोखराको लागि लाग्छौँ निरिबिकलाई के भयो होला भन्